नमस्कार। मेरो युट्युब च्यानल हेरेर बस्नुभएका मेरा तमाम दर्शकवृन्दहरूमा म गम बैम्बु मगरको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, यदि तपाईहरू मलाई हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न, लाइक, कमेन्ट गर्न पनि नभुल्नुहोला र सक्नुहुन्छ भने सेयर गर्न पनि नभुल्नुहोला। किनकि मैले मेरो जीवनसँग सम्बन्धित मैले भोगेका, सुनेका र अनुभव गरेका विभिन्न विषयवस्तुहरू र मैले जानी बुझेका जीवन उपयोगी सिपका कुराहरू र विषयवस्तुहरू उठान गरेर युट्युब च्यानलको माध्यमबाट दर्शकहरूलाई केही न केही सन्देश जाओस् भनेर मेरो प्रस्तुति दिने गर्दै आइराखेको छु। मलाई लाग्दछ यदि तपाईले मेरो युट्युब च्यानललाई फलो गर्दै अगाडि बढ्नुहुन्छ भने कुनै न कुनै मेरो टिप्सहरूबाट, मेरो प्रस्तुतिहरूबाट तपाईको जीवनलाई पनि केही न केही सहयोग मिल्दछ अथवा विभिन्न उपायहरू पत्ता लगाउन राहत मिल्नेछ भन्ने मलाई लाग्दछ। आजको बसाइमा यहाँहरूलाई एउटा सानो टिप्स लिएर आएको छु। मानव भएर मानवता दर्शाउने हाम्रो कर्तव्य पुरा गरौँ। यदि तपाईको छरछिमेक समाजमा रहनुभएका परिचित कुनै व्यक्ति आफ्नो मनमा लागेको दुःख र आफ्नो मनको भावना अथवा वेदना पोख्नको लागि तपाईलाई सुनाउन चाहँदै हुनुहुन्छ भने तपाईँ बुझ्नुहोस्, उसलाई केही दुःख परेको छ, केही अप्ठ्यारो परेको छ, मनमा विभिन्न किसिमका भावनात्मक र आवेगका कुराहरू उकुस मुकुस भइराखेको छ र तपाईले सुनिदिनु उपयुक्त हुनेछ। किनकि यदि कसैलाई मनमा चोट अथवा कुनै किसिमको अप्ठ्यारो नपर्दासम्म आफ्नो मनमा भएको कुरा जो कोहीलाई सुनाउनको लागि अगाडि बढ्दैन, बाध्य हुँदैन। र अर्को अर्थमा तपाईँ बुझ्नुहोस् कि यदि तपाईसँग त्यो व्यक्तिले आफ्नो मनको भावना अथवा वेदना पोख्नको लागि तत्पर हुँदैछ, तपाईँ सामु आइपुगेको छ भने तपाईँ बुझ्नुहोस् कि त्यो समाजमा, त्यो छरछिमेकमा त्यो व्यक्तिको सबैभन्दा विश्वासिलो पात्र, अभिभावक अथवा मित्र तपाईँ हुनुहुन्छ, जसले गर्दा तपाईँ सामु आएर आफ्नो मनको गोप्य कुरादेखि लिएर आफ्नो मनमा गुम्सिरहेका भावनाहरू पोख्न आइरहेको छ। र कुनै अपरिचित व्यक्ति पनि कुनै न कुनै अवस्थामा तपाईको नजिक आएर केही आफ्नो मनको भावनाहरू पोख्नको लागि तत्पर छ भने उसलाई पनि यदि तपाईको समय छ भने सुन्न तयार हुनुहोस्। किनकि उसलाई विभिन्न किसिमका समस्या परेर तपाईँ सामु आफ्नो मनको कुरा खोल्नको लागि आइरहेको हुन सक्छ। तर एउटा कुरा ख्याल गर्नुहोस्, त्यो व्यक्तिको मानसिक अवस्था कस्तो छ त्यो पनि तपाईले आन्तरिक रूपबाट अध्ययन गर्नुहोस्। किनकि कतिपय मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूले पनि चाहिने भन्दा, आवश्यक भन्दा बढी कुरा गरेर तपाईलाई तपाईको समय बर्बाद गर्न सक्ने अवस्था पनि हुन सक्छ। र कुरा रह्यो त्यसरी मनका भावना अथवा वेदना सुनाउन आउने व्यक्तिको कुरा सुन्नु एउटा हाम्रो मानवीय कर्तव्य। उसले आफ्नो मनको भावनाहरू खोल्दै गएको छ भने तपाईले साथ दिनुहोस्, सुनिदिनुहोस् र उसलाई अप्ठ्यारो परेको अवस्थामा केही प्रश्नहरू पनि सोध्नुहोस्। तर उसले बोल्दै गरेको कुराहरूलाई व्यवस्था गर्दै तपाईँ उसको बोलीलाई बोल्नभन्दा तपाईँ बढी नबोलिदिनुहोस्। र जब उसले आफ्नो प्रस्तुत गर्छ, आफ्नो मनको भावनाहरू सुनाउँछ, त्यसपछि तपाईले उसको अनुमति लिएर अथवा उसलाई के भएको, कस्तो भएको बुझ्नको लागि तपाईले पनि क्रस प्रश्नहरू सोध्न सक्नुहुनेछ र तपाईसँग त्यो व्यक्तिले राखेको कुराको सँग सम्बन्धित समाधानका उपायहरू तपाईसँग छन् र तपाईले सहयोग गर्न सक्ने अवस्था छ भने त्यसलाई राम्रोसँग सल्लाह दिनुहोस्। किनकि आज त्यो व्यक्तिलाई दुःख पर्दा तपाईले साथ दिनुभयो भने जीवन रहन्जेल बाँचुन्जेल त्यो व्यक्तिले तपाईलाई सम्मान गर्नेछ र तपाईलाई कुनै न कुनै दिन दुःख पर्यो भने उसले पनि साथ दिन आइपुग्नेछ। किनकि भन्छन् यो पृथ्वी गोलो छ, यो पृथ्वीको चक्र घुमिराख्छ र मान्छेको जीवनको चक्र पनि कहिले सुख कहिले दुःख, उकाली ओह्राली, घाम पानी
दिन रात भने जस्तै चक्कर घुमिरहेको छ। कुनै न कुनै अवस्थामा यस्तोसम्म हुन पुग्छ कि म धनढ्य छु भनेर चाहिँ आफूभन्दा माथि कोही पनि नजाओस् भनेर आफूभन्दा तलका व्यक्तिहरूलाई व्यवस्था गर्ने मान्छेहरू पनि समयको चक्र, कर्मको खेल, भाग्यको रेखाको दौरानमा कुनै न कुनै दिन करोडपति मान्छे पनि रोडपति अथवा रोडमा आइपुग्ने अवस्था हुन आउँछ। त्यसैले समय बलवान छ, समय एकनासले चल्दैन, जीवनको चक्र एकनासले चल्दैन। दुःख पाउने व्यक्तिहरूलाई पनि सुन्नुहोस्, उनीहरूको भावना पनि बुझ्नुहोस्। यही नै एउटा मानवताको महानता हुनेछ। मान्छे भएर बाँचेपछि, जिएपछि मानवता देखाउनु नै एउटा ठुलो मानवीय धर्म हो। धन्यवाद।